वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि मेरो नयाँ भिडियोमा तपाईहरुलाई फेरि पनि स्वागत छ। हामी फेरि पनि तीन बाबु छोरा चाहिँ हामी खेततिर जान लागिरहेका छौं। स्वागत। आज यसो गरौँ है। आज मैले तिमीहरुले एकजनाले कतिवटा फर्सी टिप्ने रहेछ हैन? दुईजनाले कतिवटा फर्सी टिप्ने रहेछ अनि मैले कतिवटा फर्सी बोक्ने रहेछ है। अब टिप्दै जाम, कसले कतिवटा बेच्ने रहेछ, कसले कतिवटा उ गर्ने रहेछ हेर्दै जाम है। हैट कि हुँदैन? हुन्छ। मैले कतिवटा बोक्ने रहेछु, तिमीहरुले कतिवटा बेच्ने रहेछ कि फर्सी। बुझ्यो? ओके। ल चल। कसले कतिवटा बेच्ने रहेछ है। ल जाम। अब टाइम सुरु भयो है। ल टाइम एउटा छोड्ने हैन। भिडियो बनिरहेछ नि। मैले बोक्ने माथितिर पनि होला। ल सौगातले भेट्यो है एउटा। यहाँ फेरि गोडामा लाग्छ नि फेरि यता। सौगातले एउटा भेट्यो। ल त्यसो त तलदेखि नबाँच है, माथिदेखि हो माथि। अय्या न एउटा नछोड है। माथि छैन अरू? त्यहाँ ऊ लाग्छ कि त्यहाँ मकैको ऊ लाग्छ। त्यसरी नकाट कि त्यो छोटो हुन्छ। माथि पनि छ होला नि त्यो। जरा त्यसको लहरामा हुन्छ नि त। हेर त त्यसले दुईटा भेट्यो। त्यसले दुईवटा भेट्यो है। हो त्यसरी टिप्ने है। त्यसको त्यो छोप्ने राख्नुपर्छ। मैले बेटेको अलगै है। हेर त त्यसले तीनवटा बनाए। तीनवटा त्यहाँ चारवटा बेटी त्यसले चारवटा। हेर त त्यसले चारवटा बेटी। होइन एकवटा हाल्दै कि एकछिन त्यही राख। त्यसले चार भेट्यो। ल है। पानी पनि ल अघि कतिवटा बेटिस? 4 5 6 अघि 6 योसँग 6वटा भयो होइन? 6वटा बेटिस। ल यो कति? 2वटा आयो। कति 3 खाएको रहेछ। यता छैन? कतिवटा बेटिस? 4वटा। ओ 4 6 10 10वटा 10वटा बेटिस है। ल यो कति? 10वटा पुग्यो है यसको। भयो बाबा जानु गाँड फाट्यो तपाईलाई। 10वटा सौगात 10वटा। तिमीले कति? 3वटा। अब फेरि अरू खोज्दै गरेँ म है। अब बाबा यो ट्राली फेकेर जानुहुन्छ फेरि। अनि अझै छ बाँकी हाम्रो। अनि त्यसपछि हेरौँ बाबा यहाँ चढ्न सक्नु। ओहो खस्यो एउटा बाबाको। यहाँ एउटा खरबुजा खस्यो। फर्सी बन्नु खरबुजा बढ्यो। 4
बाबा जारी हुनुहुन्छ फेरि निकै नै प्रयास बाबाको माथि जाने हेर्न सक्नुहुन्छ यहाँ खस्ने सम्भावना जस्तो छ ओ अब फेरि अझ एक खेप लिनलाई बाबा त्यो छोडेर आउनुहुन्छ यसले यहाँ काँक्रा काटिरह यहाँ देखिरहेको छैन हेरौँ है योसँग हुन्छ 11 उठा योसँग हुन्छ एउटा 11 अनि त्यो जुङ्गा चप्किएको नि हेरे ध्यान यता देखाएको खाइराख्न यता हाम्रो मस्ती भयो अब यता फेरि अझै यतातिर खोजेस् किन यतातिर खोजेस् यहाँ देख्न सक्नुहुन्छ एउटा खरबुजा रे होइन यो त कुहिएको रहेछ है गाइस यो त कुहिएको रहेछ टिप्न खोज्दा त्यसले सिधै अगाडि टिप्दै एउटा फर्सी भेट्यो होइन गाइस तेरिका छ्याप्प पारामै छ्याप्प ल उठायो भाइले एउटा हातमा उचालिदिएछ अनि यहाँ फर्सी यस्तो दामी हेर्नुहोस् मान्छे पनि दामी खाने भाग पनि दामी यो पनि दामी ओहो भेट्यो यहाँ पनि फेरि अर्को हाम्रो खरबुजा रे होइन गाइस मैले कति खरबुजा भन्छु कि होइन यो खासमा मैले यसलाई खरबुजा जस्तो देख्छु यो फर्सीलाई मेरो मुखबाट खालि खरबुजा मात्रै भइरहेको होइन गाइस खरबुजा खान मन लाग्यो होला खालि खरबुजा मात्रै भन्छु मैले मुखबाट म चाहिँ काट्न जानु लाग्यो होइन अनि त्यसपछि फेरि यो हँस लिएर अब छ्याप्प पार्ने कि मैले अब यता कतातिर जाने यताबाट यस्तो त्यसले छप्क्यायो होइन अनिखेरि यो मान्छेले छप्क्याइहाल्यो हाँसिरहेको यसको हाँसो हेर्नुहोस् अनि यो हेर्नुहोस् अनि उहाँबाट हाम्रो बाबा आइराख्नु भयो मेन ब्लगर अनि त्यसपछि मैले बारे भेटेको ल यहाँ कति 4वटा 10वटा अहिले कति 4वटा हो 4 ल ए उल्टो फर्क 4वटा बेटेको रहेछ अहिले चाहिँ अघि 10वटा 14वटा हाल अरू पनि छ यसै यसको लहरामा हेर्नु तल पनि गएर हेर्नु टाउको कन एउटै हिँड्छ उता तल चढेर यसरी हेर्नु यसरी लहरा मकै नभएको छ मकै नभएको पछि काट्नु गाह्रो हाम्रै खेत के अहिले यो काट्ने हो नि त मकै कसले कुहिए रहेछ जोडी हम छिटो ल फर्सी खोज्ने क्रम चाहिँ जारी छ यहाँ मान्छेहरू एकदमै तमतयार अवस्थामा चाहिँ यो पुरा फर्सी खोज्नलाई चाहिँ हिँडिराखेको अवस्था छ कति कहाँ कति के भेटिन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन खोजी क्रम चाहिँ जारी छ परेश चाहिँ एकदमै राम्रो छ ओहो यहाँ एकजनाले भेटाउनु भयो र
एकदमै स्पेसल फर्सी आइराखेको छ। यता ल्याएर राख्न सक्नुहुन्छ, यता ल्याउनुहोस् प्लिज कृपया। यहाँ फर्सी बिस्तारै हालिदिनुहोस्। ल अब अझै पनि खोज्ने क्रम चाहिँ जारी रहेको छ। जाँदै हुनुहुन्छ त्यो मकै नकुज्नु होला प्लिज कृपया। ओके फर्सीको लहरा कहाँ छ त्यहाँ हिँडेर खोज्ने क्रम चाहिँ यसले टिप्न सकिरहेको छैन। यो चाहिँ बिआइपी जस्तो लाग्यो, अलिकति ठुलै पोस्टको मान्छे जस्तो लाग्यो। टिप 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 त्यो टिप्न पनि सकिरहेको छैन। त्यसो त्यो जरादेखि नटिप्नु होला प्लिज कृपया। यता माथि हालिदिनुहोस्। ल हालिदिनु भयो सरले। जम्मा एउटा मात्र बेटेर यहाँ भन्छ। यो अलिकति काम गर्नलाई अलिकति अल्छी रहेछ भन्ने कुरा चाहिँ मलाई थाहा भइसकेको छ। यसपालि अर्को चाहिँ यो ठुलो उसमाथि हो, त्यसरी तान त्यसरी नबाँच भनिरहेको छु। कस्तो बाँच्यो ले ए यता पनि अर्को आइसकेको रहेछ। यता ल त्यसरी फाल्ने होइन कि माथि आउनु यतादेखि यहाँ पनि छ कि एउटा एकछिन भयो ल यहाँ फालिदिनु छ कि कस्तो दुखिरहेछ नि यो पनि। ल देखेछौ तिमी हाल एउटा फर्सी टिप्नुलाई त्यत्रो भइरहेछ यहाँ। ल एकछिन ल हाल लास्ट बाबा यहाँ एउटा ल थोप कि कमसे कम थोप न। तेरिका कहाँ छ? दुईटा हो। नकाटे फर्सीले। बन्नुपर्छ नि ल खसी यता राख्नु पर्यो। यी फर्सी बोक्ने मान्छे यी त्यहाँ हेर्नु सबसे ठोरे बोकेको यो हो। काम नलाग्दो काम चोर हो। मैले चाहिँ धेरै बोकेको। जुगा छिरेर बाबुको टाउकोमा यी काम चोर यी काम चोर म गिरे यहाँदेखि ल काम चोरले बनाए भिडियो माथि जाडियामा होइन। हामी यो भर्खर कान्छो भाइले गराएको भिडियो लोटेको थियो अनि त्यसपछि डिस्टर्ब भयो बिचमा। अनि त्यसपछि माथि बुझ्नु हुनुहुन्छ उठ्या खोकिराख्नु भयो चिसो भएर। अनिखेरि अगाडि गइरहँ हामीहरू। अहिले वातावरण यस्तो हो हाम्रो जेलबाङको, अनि पानी पर्ने यस्तो हो। अनि छेउमा यो टक्ला आखा कान्छो भाइ, अनि त्यसपछि हँसी बोकेर गयो
फर्सी काटिदियो भन्दा नि मान्दैन यसरी आउँछ यसमा उठ अहिले अनि यो हाम्रो गाँजाको बारी बाबा अहिले यहाँ आइसक्नुभयो हाम्रो घर पुगिसक्यौँ खेतबाट अनि अहिले झर्ने टाइम भइरहेको होइन अनि त्यसपछि हाम्रो झर्ने बाटो चाहिँ तल हो होइन अनि एक्सर्साइज गरिसक्यौँ होइन हाम्रो कबुलीहरू त्यहीँ राख्ने हो अनि फाइनल झराइसक्यौँ अब कबुली हालिदियौँ अब अनि त्यसपछि अनि अब झार्दै हामीहरू हाम्रो भ्याइयो एक खेप भ्याइयो यिनीहरूलाई अब त्यहाँ राख्ने अनि त्यसपछि कान्छो भाइले साथ्यो बाबाले उहाँ पुऱ्याइराख्नु भयो निकै नै ठकाइ लाग्छ यो बोक्न हेर्दा सजिलो हुन्छ निकै नै गाह्रो हुन्छ बोक्न अनि हाम्रो खुर्सानीको बुटहरू अनि त्यसपछि यहाँ मिहिनेत गर्नुभयो बोकेर अनि हामीले नि मिहिनेत गरेका छौँ पर्सी हालेर टरालीमा बाबाले फेरि यहाँ लास्ट नै मिहिनेत गर्नुभयो बाबा यहाँ पस्नै आउनुभयो अनि फेरि भाइले त्यहाँ कहाँ पर्सी उठाउँदै अनि त्यसपछि कोही लामो कोही पातलो कोही मोटो छ पर्सी पनि अनि यो लास्ट एउटा पिस अझै नै छ रहेछ यहाँ अनि त्यसपछि त्यहाँ अझै नै बाँकी छ हाम्रो प्रयास जारी छ अझै बाँकी छ यसमा अनि भ्याइ रहेछ त ल अनि त्यसपछि यहाँ हाम्रो बेसारको बुट अनि बाबा यहाँ हुनुहुन्छ बाबाको डोको खाली भयो बाबा अब डोको राख्ने हिँड्नुहुन्छ अब यो यसलाई टिकले भन्छन् अनि त्यसपछि त्यहाँ हेर्नुहोस् यस्तो राम्रो भ्यू अनि बट्टो उस्नेर खाएको अझ मिठो लाग्छ तिमीहरूले चाकेकै छैन अब बट्टो गर्छन् खोज्नु जान्छौँ हरियो खालको यस्तो मिठो हुन्छ त्यो भएर अब हामी चाहिँ जान लागिरहेको छौँ बोय त्यहाँ हुनुहुन्छ बुजु त्यहाँ हुनुहुन्छ त्यहाँदेखि हेर्दै हुनुहुन्छ हाम्रो अब सिमीहरू बटमास चाहिँ यहाँनिर चाहिँ यस्तो यो चाहिँ पाकिसक्यो है यसमा होइन हरियो खालको चाहिँ हाम्रो टिप चाहिँ यिनीहरू चाहिँ पाक्नु लागिरहेको छ ल यो छिपेको छैन यो जरा बाँच्नु पात निकल के यसो पात निकल न फटाफट काम चोर यतिकै भन्छ नि लाई फटाफट निकल यो हामीले चाहिँ उसिनेर खानुलाई है यता त्यसको पार्नु जरा अझै फाल्नु काँडा जस्तो हो त बाबा यसरी फाल कि यसरी जरा अहिले यसरी टिप्नु डराएको हुन्छ नि यो टिप्नुलाई पनि डराउने खानुलाई डराउने खै काम चोर पछि टोक्टा ल छोप यहाँ चाहिँ अर्को यो उठाक मात्र त्यो होइन हो त्यो बाँच के हातले बाँच्नु नचल के छिटो बाँच्न नडराइनु सर्ट टिप्न काम चोर खस्छ किन अल्जरादेखि टिप भयो अल्जरादेखि यस्तो यी हाम्रो काम चोर हो यो एउटा छ यहाँ
दुध खान कस्तो मन लाग्थ्यो है छिटो छिटो तिमीले पनि छिन् हो हँसेको नै छिनिसकेको रहेछ यस्तो हँसेर यस्तो बनाइसकेको रहेछ हरियो हेर्दैन त्यहाँ उठ यो पनि छ अलि माथिदेखि यसरी यहाँदेखि ख्वान गर्नु हो जाऊ यो एउटा यहाँनिर समात्ला जरादेखि नकाटी अलि माथिदेखि काट्नु फ्याट नगर उटिया छ एउटा हामी टिपेर यो बदमास हो यो हरियो खालको हो छिपेको चाहिँ खानु मिल्दैन अनि हरियो चाहिँ लिएर आएको यो सबै यसकोहरू सबै यो निकालेर यो उस्नेर खाने हो सबै फल छ यो सबै जिक्रादेखि यो फल निकाल्ने हो यो चाहिँ हरियो छ है यो हरियोलाई चाहिँ निकालेर यो गर्छौँ हामीले यसको टाटा यहाँ जम्मा हुँदैछ यहाँ जम्मा हुँदैछ अनि यसलाई चाहिँ उस्नेर हामी चाहिँ खान्छौँ खानेहरू यो एउटा अनि यो एउटा अनि म एउटा कामचोर अनि एउटा चाहिँ आमा हुनुहुन्छ बाहिर हुनुहुन्छ यो सबै काम चोरहरू उसिनेर चाहिँ यसलाई कुराम खाने है यो चाहिँ बदमास हरियो बदमास है ल बसा ल यो खायो नि मान्छे बदमास ल बसाले सौगातले बसाले है फर्सीको त्यो पेरालुको पातले त पेडालुको यसलाई थाहै छैन मलाई पेडालु भनेको पनि कहाँ बा पेडालुको पात यो अलि सानो सानो एक दुईवटा ले त सबै डाँडाहरू जरा ट्याप्पु लगानु मिलाएर त्यो हावा नजाओस् बतासे सोम्ने यसले गाँ लहर दे आपका जना भिडियोमा चाहिँ ल अब पाक्छ अब 5-10 मिनट 15-20 मिनट जति लाग्छ अनि त्यसपछि पाक्छ पाकिसक्यो खाने अब पानी हालौँ पानी हालौँ पाकिसक्यो यो चाहिँ पाक्यो है पाकिसक्यो अब योलाई चाहिँ यसरी खानुपर्छ यसलाई यसरी दबाइदिने आफै निस्किन्छ यसरी निस्किन्छ अनि यसलाई चाहिँ ग्वाप्प मुखमा हाल्ने म कस्तो पागल एकछिन अफ गर्नु त्यो मर्न लाग्यो ए नाम त कस्तो कालो मिठो